Hi guys, welcome back to my channel. बिहानको 6 बजेको छ म बिहान उठे आज म भ्लग गर्दैन अल्छी लागिरह पुरा निन्द लागिरह नि त निन्द लागिरह म गर्दैन भन्ने भएको थियो तर लाइक आई पुश माइसेल्फ कि लेट्स डु भ्लग के ल मान्छेलाई पनि हेर्नु नि त ल हिजो बेलुका राति 11 बजे काम भ्याएर बिहानको 6 साढे 6 बजे उठेर फेरि अर्को काम त यो चाइल्ड केयरमा काममा जान लाग्यो किनकि आज मर्निङ सिफ्ट हो मर्निङ सिफ्टमा चाहिँ के हुन्छ भनेपछि लाइक भर्खर मेरो ओपनिङ सिफ्ट हो कि मर्निङ सिफ्ट भन्दा पनि मर्निङ सिफ्ट त सबै मर्निङ सिफ्टै हुन्छ तर जस्ट मेरो ओपनिङ सिफ्ट भएर चाहिँ म बिहानै उठ्न परेको मैले यहाँबाट चाहिँ बस क्याच गर्नुपर्छ अनि बस क्याच गरिसकेपछि बल्ल मेरो चाइल्ड केयरमा पुग्छु अनि लेट्स गो गाइज त्यही हो कस्तो पुरै भाइ यस्तै हुन्छ यो बिहानको बेला चिसो हुने यो ठाउँमा अनि दिउँसो भएपछि फेरि एक्कासी गर्मी हुने फेरि एक्कासी गर्मी पुरा त्यो छुनै नसक्ने गर्मी हुने अनि त्यसपछि बेलुका फेरि चिसो त्यही त यो अस्ट्रेलियाको त वेदरको भर हुन्न भन्छ नि त्यही हो एनिवे यसको इन चाइल्ड केयर म देखाउँछु के गर्छन् भनेर अहिले चाहिँ म पुरा यहाँ निन्द्रैमा भ्लग स्टार्ट एनिवे लेट्स गो गाइज ढिलो हुन्छ जस्तो लागिरह बस क्याच गर्न किनकि अलि ढिला उठेको थिएँ कि म त्यही 6:15 उठेँ उठ्ने बित्तिकै रेडी भयो नि उठ्ने 10 मिनटमा रेडी भयो केही पनि लगाएन मुखसुखमा मेकअप पनि गरेन अनि रेडी भयो छिटो कपडा लगाएँ अनि त्यसपछि हिँड्दिएको क्या म त्यही भएर हिँडेको अब अहिले यहाँ त्यो बस छुट्यो भने फेरि मलाई म लेट हुन्छु कि लाइक 5-10 मिनट लेट हुन्छु अनि फेरि हाम्रो चाइल्ड केयरमा चाहिँ 10 मिनट अगाडि नै आउनु भन्छ कि लाइक लेट चाहिँ त्यो हाम्रो पोलिसी अनुसार त्यो भनेको एकदम इलिगल हो त्यो राम्रो होइन इलिगल त भन्न त्यस्तो भन्न खोजेको होइन तर जस्ट त्यो गर्न मिल्दैन अब कहिलेकाहीँ त भइहालिन्छ त्यो गर्न मिल्दैन जसको गाइज ओपन त्यो बस चाहिँ क्याच गर्न पायो भने पनि भइहाल्थ्यो 2-3 मिनट त बाँकी छ पुगौँला नि निलगिरी कति राम्रो देखेको कि पछाडिको आकाश त्यो मान्छेले मलाई अर्को ठाउँमा ड्रप गरिदियो कि ठ्याक्क मैले अलि ढिला प्रेस गरेको छु अनि त्यही भएर हिँड्न पर्ने भयो गाइस अझै 3-4 मिनट एक्स्ट्रा यो लाइट अनि भाइ म चाइल्ड केयर पुगेपछि अनि त्यसपछि म देखाउँछु म टाइममै पुग्छु होला सायद किनकि भर्खरै 48 भयो 12 मिनट अझै बाँकी छ चाइल्ड केयर पुग्नु कति राम्रो देखेको हो यहाँको त आकाश चाहिँ कति राम्रो देखेको नि साउन्डहरू न कुकु गरेको चराहरूको रमाइलो लागेको छ मलाई यस्तो भयो भने म अब एकछिनमा अझै हिँड्नुपर्छ यार कति हिँड्न परेको छ 15 मिनट घरबाट हिँड्नुपर्छ नि अनि 15 मिनट यहाँ हिँड्न पऱ्यो कि दिक्क लाग्छ है मलाई आधा घन्टा त हिँडेर गयो मेरो यो चाहिँ स्टाफ रुम हो यहाँ स्टाफ रुममा सामान राख्ने यहाँ राख्छु म यो छ
ज्याकेट पनि सुन्छ अब गाइज मेरो सिफ्ट स्टार्ट भयो मेरो आँखा गाइज फाइनली आई फिनिस माई वर्क ओ माई गड भ्याइ यार बिहान 7 बजे आएको अहिले 4 बजे भ्याइयो अब घर गएर मस्तले सुत्छु भनेर सोचिरहेको छु तर के हुन्छ थाहा छैन है अब चाहिँ जाँदैछु मलाई अल्छी लगाएर केही छैन है ओ माई गड बच्चा बच्चीहरू यस्तै हो हेर्नु गाइज मलाई लाग्छ हामी सानो हुँदाखेरि यो टिचरहरूले कसरी पढायो होला नि क्या हामीलाई त्यसै पिट्ने थिएनन् कि नेपालमा त तर पिट्ने त नराम्रो हो तर लास्टै गाह्रो हुन्छ यो बच्चा बच्चीलाई पढाउनु चाहिँ लास्टै दिमाग पेसेन्स लेभल लास्टै हाई हुनुपर्छ कि मेरो पेसेन्स लेभल हाई छ भनौँ कि लो छ भनौँ के भनौँ म त्यस्तो छिटो रिसाउनु त रिसाउँदैन तर जस ठिकै चलिरहेको जस राम्रै चलिरहेको तर मेरो आँखा बिराम भए जस्तो देखेछु एनिवे म बाटोमा छु अब बस चढेर अनि फेरि जानुपर्छ घर 4 बज्यो के अरे 4:30 बजीसम्म 5 बजीसम्म पुग्छु होला सायद घर यसको गाइज जे पाइँदै भ्लग भए तर भालै भएन नि यो घरहरू मेरो हो भने मेरो हजुरबाले बनाइदिएको होइन अनि एलोभेरा पनि छ यहाँ त कसको पो घर हो गार्डनको पुरा फोटो जान्छ मेरो युट्युबमा अन्त कौन सा नै भाइरल हुने हो र त्यही पनि यही हो मेरो ड्रेस पिङ्की पिङ्की पोङ्की अब म एकछिनमा मम्मीलाई कल गर्छु यहाँ झ्याउला मलाई अनि त्यसपछि म घर पुगेपछि म चिया खान्छु अब के गर्छु म त्यति बेला नि देखाउँछु है गाइज एनिवे मलाई त अब हेर्नु यसपछि अब यो 4 बजेपछि घर जान्छ नि मलाई अझ अहिले अब हुन त धौ त भएको नि लाइक गाह्रो चाहिँ भएको धौ भनेको बुझ्दैनन् नि मान्छेहरूले धौ भनेको के हो भनेर एकदम गाह्रो मलाई एकदमै गाह्रो भएको अवस्था हुन्छ अनि गाह्रो भयो भने पनि मेरो बच्चाको आमा यहाँ त्यो हाम्रो चाइल्ड केयरको बच्चाको आमा कुटु 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 गरेर हिँडेर आएको लाज लाग्यो कि मलाई त अनि फेरि बन्द गरेँ धौ गाह्रो भनेको के भनेपछि धौ भनेको एकदमै गाह्रो कि एकदमै गाह्रो भयो भने मलाई लाइक बेलुकासम्म लाइक मलाई बिहान 7 बजीदेखि बेलुका 10 बजीसम्म एकैचोटि हुन्छ नि त्यो लङ आवर कि सिफ्ट त्यस्तो पायो भए त आनन्द हुन्थ्यो जस्तो लाग्छ कि अनि 2 दिन चाहिँ रेस्ट गर्न मन लाग्छ भोलि काम छैन अब काम चाहियो मलाई पैसा चाइट मेरो पैसा चाइट सरी गाइज ल म राखेँ गाइज म आएर कति मेरो 5 बजी भ्याइथ्यो काम म एकछिन घर आएर भ्लग बनाउँछु भने त भ्लग पनि बनाउनु मलाई अल्छी लाग्यो नि आएर सुतेको 11 बजी बल्ल उठेँ यार छ्या भोलि बिहान प्लेसमेन्ट छ ओ माई गड थोरै केही खान्छु भोक खाना पनि खाएन खाना खाएपछि अनि ल सुत्छु सुत्छु अरे फेरि सुत्छु अनि बिहान उठ्नु छ नि त अब यसको गाइस अब अनुहार धुनु पऱ्यो झाँक्री चलाउनु पऱ्यो ल म मुख सुख धुन्छु अनि के गर्छु म देखाउँछु खाना हो अब म खाना खान रेडी छु रेडी भोक लागिरहेको खाना खान्छु गाइज त्यसले यस्तो बताएर लानु